नमस्कार। अनलाइन समाचार स्रोतहरूमा आधारित आजको यो विशेष चर्चामा स्वागत छ। आज हामी एउटा अलि अनौठो कूटनीतिक घटना हेर्दैछौँ। अल्बानियाका प्रधानमन्त्री एडी रामाले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई स्वागत गर्दाको त्यो दृश्य। स्वागत छ? हो, त्यो तिरानामा भएको युरोपियन पोलिटिकल कम्युनिटी समिटको बेलाको कुरा हो। निकै चर्चा भयो त्यसको। जब प्रधानमन्त्री मेलोनी रातो कार्पेटमा आउनुभयो, उता प्रधानमन्त्री रामाले छातै फालेर मुसलधारे पानीमै घुँडा टेकिदिनुभयो, हात जोडेर। हो त, त्यो दृश्य अलि अप्रत्याशित नै थियो। अझ उहाँको उचाइ 6 फिट 7 इन्चको मान्छे अनि मेलोनी जम्मा 5 फिट 3 इन्चको। त्यसरी झुक्नु त हो नि। मेलोनी त हाँस्नुभयो रे अनि भन्नुभयो, एडी होइन भनेर। पछि पत्रकारहरूसँग हल्का ठट्टा पनि गर्नुभएछ। उहाँले यस्तो गर्नुहुन्छ ताकि मेरो उचाइ बराबर देखियोस् भनेर। यसले के देखाउँछ भने उहाँहरू बीच अलि सहज सम्बन्ध पनि छ, तर कुरा त्यति मात्रै होइन कि। त्यही त, किनभने राजनीतिक हिसाबले हेर्ने हो भने त उहाँहरू दुई ध्रुव जस्तै हुनुहुन्छ नि। रामा समाजवादी, मेलोनी दक्षिणपन्थी। यस्तो फरक विचार भए पनि सम्बन्ध चाहिँ न्यानो देखियो। के यो रामाको सधैँको यस्तै शैली हो त कि यो मेलोनीको लागि मात्रै? खै, यो पछिल्लो समयमा खास गरी मेलोनीप्रति उहाँको यस्तो व्यवहार देखिन थालेको छ। यो पहिलो पटक पनि होइन। यस्तै अबुधाबीमा मेलोनीको जन्मदिन थियो नि यो वर्ष। त्यति बेला पनि घुँडा टेकेरै स्कार्फ उपहार दिनुभएको थियो। ए हो र? अनि अघिल्लो वर्ष अजरबैजानमा भेट हुँदा पनि यस्तै सम्मान देखाउनु भएको थियो रे। इटालीको एउटा भू राजनीतिक पत्रिका छ नि, लाइम्स, त्यसका सल्लाहकार जर्मानो दत्तोरीले त रामालाई सज्जन र मेलोनीप्रति अलि आकर्षण नै भएको जस्तो टिप्पणी पनि गरेका छन्। तर यसलाई खाली व्यक्तिगत शिष्टाचार मात्रै भनेर पनि पुग्दैन होला। मेलोनीले अरू नेताहरूसँग पनि सम्बन्ध त राम्रै बनाउनु भएको देखिन्छ, जस्तो एलन मस्कसँगको भेट या ऋषि सुनकसँगको। तर ती अन्तर्क्रियाहरू अलि फरक थिए जस्तो लाग्छ, अलि बराबरीको जस्तो। रामाको यो तरिका अलि नाटकीय नै देखियो। यसको पछाडि केही रणनीतिक कुरा पनि छ कि? मलाई त एकदमै रणनीतिक पक्ष छ जस्तो लाग्छ। हेर्नुस् न, अहिले इटाली र अल्बानिया बीच गहिरो सहकार्य भइरहेको छ, खास गरी त्यो आप्रवासी केन्द्रको कुरा। इटालीले अल्बानियामा आप्रवासी केन्द्र बनाउन र चलाउन पैसा दिइरहेको छ। यो सम्झौता दुवै देशका लागि निकै महत्त्वपूर्ण छ। त्यो त छँदैछ। अनि अर्को कुरा, अल्बानिया युरोपियन सङ्घ EU को सदस्य बन्न खोजिरहेको छ नि त, होइन र? एकदम। त्यो त प्रमुख लक्ष्य नै हो अल्बानियाको। अनि इटाली त्यसको एकदमै खुलेर समर्थन गर्ने देश हो। प्रधानमन्त्री रामाले त सन् 2030 सम्ममा अल्बानियालाई EUमा छिराउने लक्ष्य नै राख्नु भएको छ। अब त्यसका लागि इटाली जस्तो बलियो सदस्य राष्ट्रको समर्थन कति चाहिन्छ त्यो त प्रष्टै छ। यस्तो बेलामा यो व्यक्तिगत कूटनीति, यो न्यानोपनले पक्कै पनि सम्बन्ध सहज बनाउन मद्दत गर्छ। तर एउटा प्रश्न उठ्छ, के यस्तो व्यक्तिगत सम्बन्ध, यस्तो सम्मान प्रदर्शनले साँच्चै EU सदस्यता जस्तो जटिल कुरालाई प्रभाव पार्छ त? किनभने सामान्यतया त यस्ता निर्णयहरू नीतिगत सुधार, कानुनी कुरा, आर्थिक अवस्था यस्ता ठोस आधारमा हुन्छन् नि। हो, प्रश्न एकदम जायज हो। यस्तो व्यक्तिगत सम्बन्ध र सम्मानले सिधै सदस्यता त दिलाउँदैन, तर यसले हुन्छ नि, ढोका खोल्न, कुराकानी गर्न सजिलो बनाउन, विश्वास बढाउन चाहिँ पक्कै मद्दत गर्छ। रामाले त्यही गरिरहनु भएको देखिन्छ, कुशलतापूर्वक। तर मुख्य काम त अल्बानियाले नै गर्नुपर्छ। संरचनागत सुधार, भ्रष्टाचार घटाउने, कानुनी मापदण्ड पूरा गर्ने। इटालीको समर्थनले वातावरण बनाउँछ, तर सदस्यताको लागि त आधारभूत कुराहरू पूरा हुनै पर्छ। अनि अर्को कुरा, सायद रामाले आफ्नो देशका जनतालाई पनि देखाउन खोज्नु भएको होला, हेर इटाली जस्तो ठूलो देशसँग मेरो कस्तो राम्रो सम्बन्ध छ भनेर। त्यो पनि हुन सक्छ, घरेलु राजनीतिको लागि पनि। भनेपछि यो व्यक्तिगत देखिए पनि खासमा ठूलो रणनीतिको एउटा भाग हो। अनि यो तिरानाको भेटले अब आउने अरू कार्यक्रमहरू, जस्तै रोममा पोप लियो 14 को उद्घाटन समारोह हुँदैछ, त्यसको लागि पनि त एउटा माहौल बनायो होला। निश्चित रूपमा यस्ता भेटघाटले निरन्तरता पाउँछन्। त्यो पोपको समारोहमा त झन् कति धेरै विश्व नेताहरू जम्मा हुँदैछन्। अमेरिकी उपराष्ट्रपति, युक्रेनी राष्ट्रपति जेलेन्स्की, क्यानाडा, अस्ट्रेलियाका प्रमुखहरू, बेलायती राजपरिवारका सदस्य पनि। त्यहाँ पनि यस्तै औपचारिक र अनौपचारिक कूटनीति चल्छ नै। तिरानाको यो घटना
त्यही ठूलो अन्तर्राष्ट्रिय मञ्चको एउटा सानो तर निकै रोचक झलक हो भन्न सकिन्छ। त्यसो भए सारमा के बुझ्न सकियो भने यो एउटा सानो जस्तो देखिने घटनाले पनि व्यक्तिगत सम्बन्ध, राजनीतिक अडान अनि राष्ट्रिय स्वार्थहरू कसरी एक आपसमा जोडिएका हुन्छन् भन्ने देखाउँछ। रामाको व्यवहार शिष्टाचार मात्रै नभएर एउटा सोचेरै चालिएको कूटनीतिक चाल पनि हो। अनि यसले एउटा गम्भीर प्रश्न पनि उठाउँछ। अन्तर्राष्ट्रिय सम्बन्धको यो जटिल खेलमा वास्तविक सम्मान कहाँनिर सकिन्छ र सोचेरै गरिएको प्रदर्शन कहाँबाट सुरु हुन्छ? अनि आखिरमा कूटनीतिको शैलीले नीतिको सारलाई कत्तिको र कसरी प्रभाव पार्छ? यो प्रश्नमा श्रोताहरूले पनि विचार गर्न सक्नुहुन्छ। पक्कै पनि निकै विचारणीय कुरा। ल, आजलाई यति नै गरौँ, फेरि अर्को विश्लेषणमा भेटौँला। धन्यवाद।